यो कार्यक्रम आयोजना गरिएको हो र यसमा यो कार्यक्रमबाट हामीले विश्वास गरेका छौं हाम्रो समाजका नानीहरूले हाम्रो चाड नेपाली जातिको चाड तिहारको महत्त्व पक्कै पनि बुझ्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं। किनभने यो तिहार यस्तो चाड हो, यो चाडले चेली र माइती बीचको सम्बन्धलाई एकदमै कायम राख्छ, सम्बन्धलाई सुमधुर सम्बन्धलाई चाहिँ एउटा जीवन्त राख्छ भन्ने उद्देश्यले चाहिँ यो चाड हामी सम्पूर्ण संसारभर छरिएका नेपाली जातिहरूले मनाउँछौँ। चेली र माइती एक आपसमा भेट हुने अवसर पनि हो र वर्षौंभरि दुःख कष्टको जीवन बिताए पनि यो चाडमा चेली र माइतीले आशीर्वाद दिने, आगामी दिनहरूमा एकदमै जीवन फलोस्, आफ्नो माइतीको आयुको लागि चेलीहरूले आशीर्वाद दिने यो एउटा महान नेपाली जातिको चाड हो र यो चाडले हाम्रा छोरा र छोरी बीचको सम्बन्धलाई अझै गाढा बनाउँछ, सम्बन्धमा अझै सुमधुरता ल्याउँछ, सम्बन्धमा अझै एउटा राम्रोपन ल्याउँछ र हामी परिवारमा पनि एउटा सम्बन्धमा यसले धेरै ठुलो भूमिका निर्वाह गरेको हुन्छ। हामी नेपाली जातिहरूले संसारको जनसुकै कुनामा रहे पनि हामीले आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो मौलिकता, हाम्रो चाडपर्व कहिले पनि बिर्सिनु हुँदैन र म सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई यही आग्रह गर्न चाहन्छु कि हामीले यो चाड हाम्रा नानीहरूलाई मनाउन सिकाऊ। हामी नेपाली जातिको चाड देउसी भैली खेल्न सिकाऊ हाम्रा नानीहरूलाई। हाम्रा नानीहरूलाई यो चाडको महत्त्वको विषयमा हामी सबैले बुझाऊ। यो चाडमा विभिन्न ठाउँ पुगेका छोराछोरी पनि आएर घर परिवारमा रमाउने एउटा वातावरण बनाऊ र हामीले संसारमा पाउनु केही पनि छैन। हेर्नुहोस्, हामी मानव जातिहरू स्वार्थमा दौडिरहेका हुन्छौँ, कुदिरहेका हुन्छौँ। हामीले आफ्नो संस्कार र संस्कृति बिर्सिरहेका हुन्छौँ। हामीले हाम्रोपन बिर्सेका हुन्छौँ, आफ्नोपन बिर्सेका हुन्छौँ। हामी आफ्नोपन थाहा पाउँदैनौँ। हामी मानव जाति कस्तो छौँ भने संसारमा एउटा मान्छे हामीलाई थाहा छ एक दिन हामी मर्छौँ भन्ने पनि थाहा छ, तर पनि त्यो कुरा हामी बिर्सिएर हामी स्वार्थमा मात्र कुदेका हुन्छौँ। हामी आफ्नो भन्दा नि पराईको कुराहरूलाई बढी प्राथमिकता दिन्छौँ। हामी आफ्नोपनलाई बिर्सिन्छौँ र आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिन्छौँ र अरूको संस्कार र संस्कृति मनपर्छ, तर अरूको सभ्यता हाम्रो छोराछोरीले अरूले गर्ने व्यवहार हामीलाई आमा बुवालाई गरे भने हामीलाई मन दुख्छ। त्यसकारणले हामीले संस्कार र संस्कृति आमा बुवाले नै छोराछोरीलाई सिकाउनुपर्छ। त्यसकारणले गर्दा यो महान चाडमा सबै आमा बुवा, दाजुभाइ, दिदीबहिनी सबैजना भेला भएर देउसी भैली खेलौँ, बत्तीको झिलिमिली चारैतिर छाओस्, लक्ष्मी पूजा सबैजनाले बुझौँ र सबैजनाको घर घरमा लक्ष्मीले बास गरौँ भन्ने भावनाका साथ हाम्रा नानीहरूलाई देउसी भैली खेल्नका लागि सहयोग गरौँ, सिकाउँ। उहाँहरूलाई कसरी देउसी भैली खेलिन्छ, कसरी भट्याउनुपर्छ, यी सबै कुराहरू हामी अभिभावकले सिकाउनुपर्छ। हो, हामी नेपालभन्दा धेरै टाढा बसेका छौँ, तर हामी नेपाली संसारको जुन जुन कुनामा पुगेका छौँ नि, चाहे बर्मामा पुगौँ कि थाइल्यान्डमा पुगौँ कि जहाँसुकै पुगौँ, अमेरिकामा पुगौँ कि क्यानाडामा पुगौँ, हामी नेपालीहरू संसारको जुन जुन ठाउँमा पुगेका हुन्छौँ, हामी त्यहाँ नेपाल निर्माण गर्दै जान्छौँ। त्यसकारणले गर्दा हामीले हाम्रो संस्कार, संस्कृति र हाम्रोपनलाई जमेना गर्नु नै हाम्रो लागि सबैभन्दा ठुलो गर्वको कुरा हो र यसमा म आमा बुवा सम्पूर्ण अभिभावकहरूलाई यही अनुरोध गर्न चाहन्छु। इक्रा फाउन्डेसनले अमेरिकाको विभिन्न ठाउँमा आज यस्तै कार्यक्रम हेरिसबर्गमा भइरहेछ। हेरिसबर्ग, स्क्र्याम्पटन र यतापट्टि लेन्कास्टरको नानीहरू भेला भएर उहाँहरू तिहारको कार्यक्रम हेरिसबर्ग, पेन्सिल्भेनियामा अहिले उहाँहरूले उता गरिराख्नु भएको छ। हामीले यहाँ गरिरहेका छौँ। भोलि सिन्सिनेटीमा यस्तै कार्यक्रम भइरहेको छ र हामीले यो कार्यक्रम गराउनुको उद्देश्य के हो भन्दाखेरि हाम्रा नानीहरूले हाम्रोपन कहिले पनि नबनौँ। इक्रा फाउन्डेसनले यति धेरै खर्च गरेर यति धेरै योगदान पुर्याएर चाहिँ हाम्रा समाजका नानीहरूलाई आफ्नोपन सिकाउनको लागि हामी लागि परेका छौँ र सम्पूर्ण आमा बुवा, सम्पूर्ण अभिभावक जीवहरूलाई म यो अनुरोध गर्न चाहन्छु, हाम्रा नानीहरूलाई डान्स क्लास
क्लासमा पठाउनुहोस्, तपाईहरुले सिंगिङ क्लासमा पठाउनुहोस्, निरन्तरता दिनुहोस्। नानीहरूलाई चाहिँ आफ्नोपनको कुराहरुमा चाहिँ यहाँहरूले घरमा पनि सिकाउनुहोस् भन्दै म यो तिहारको अवसरमा, यो पावन अवसरमा यहाँहरू सबैजनालाई इन्ट्रा फाउन्डेसनको तर्फबाट यो महान नेपाली जातिको, नेपालीहरूको महान चाड दिवालीको उपलक्ष्यमा यहाँहरूलाई एकदमै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको जीवन एकदमै उज्जवल होस्, जीवनमा सधैँ झिलिमिली छाओस्, यहाँहरूको जीवनमा फूल जस्तै एउटा बास्ना आओस्, यहाँहरूको जीवनमा सुख शान्ति समृद्धि छाइराखोस्। यहाँहरू सबैजनाको घर परिवारमा लक्ष्मी माताले सधैँ बास गरून् भन्दै मलाई यो छोटो मन्तव्य सँगसँगै एउटा सानो साङ्गीतिक कोसेलीको लागि पनि अनुरोध गर्नुभएको छ। म गाउने कोसिस गर्छु, प्रयास गर्छु, यहाँहरू सबैजनाले साथ दिनुहोला। म तिहारको विषयमा नै एउटा गीत गाउँछु। पहिला देउसी भैली खेलेको याद छ, त्यसकारणले गर्दाखेरि म एउटा गीत गाउँछु। यहाँहरू सबैजनालाई फेरि पनि अन्तिममा एकदमै यो शुभ दीपावलीको पावन अवसरमा यहाँहरूलाई एकदमै मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरो भनाइलाई यही अन्त्य गर्दै म सानो कोसेली प्रस्तुत गर्ने कोसिस गर्छु। यहाँहरूले सुनिदिनु होला। हस्त नमस्ते। Oh
Bye.